पुषमा जन्मिने व्यक्तिहरू धर्म कर्ममा आस्था राख्ने खालका हुने गर्दछन्। परोपकार र समाज सेवाको कार्यमा पनि कहिले पनि पछि हट्दैनन्। यिनीहरूको प्रेम सम्बन्धमा होस् चाहे वैवाहिक सम्बन्धमा होस्, सानो सानो कुराले पनि खटपट भइरहने गर्दछ। यिनीहरूले मनमा भने कुनै कुरा लुकाएर राख्नै सक्दैनन्। आफ्नो मिल्ने साथी होस् या इष्टमित्र होस्, आफ्नो मनमा भएका सबै कुराहरू सेयर गर्ने गर्दछन्। अरूलाई चाँडै विश्वास गर्नाले गर्दा प्रायजसो व्यक्तिहरूले धोका पनि खाने गर्दछन्। प्रायजसो व्यक्तिहरू एकान्त प्रेमी र गीत सङ्गीत सुन्नका पनि अत्यन्त शौकिन हुने गर्दछन्। यिनीहरू आफूमा नै रमाउने कोसिस गर्दछन्। अरू व्यक्तिहरूसँगको कुरा काट्ने, अरूको चासो लिने जस्ता कामहरूबाट धेरै टाढा बस्ने कोसिस गर्दछन्। यिनीहरूले अरूको लागि जतिसुकै राम्रो गर्छु भन्दै पनि गर्दै पनि प्रायजसो व्यक्तिहरूले गरेको कामको जस पनि त्यति राम्रो पाउँदैनन्। हजुरलाई पनि आफ्नो बारेमा जानकारी प्राप्त गर्नु छ भने जन्म महिना कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। यदि हजुर पुषमै जन्मिनु भएको हो भने कति जन्मिनु भएको हो त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। राधे राधे।